राम्रो छन् हेर्नुहोस् गाई दर्शन अनि नमस्ते हजुरहरू सामुन्ने म यो यात्रा गरिरहेको अवस्था छ है। सुन्दर हाम्रो देश नेपाल है र म काठमाडौँको यो दर्शन पोवा भन्ने ठाउँ स्थित हिँडिरहेको अवस्था। यसमा चाहिँ यात्रा रहेछ जिन्दगी एक्लै हिँड्नु पर्ने रे के हैन, त्यही भएर म एक्लै यात्रा हिँडिरहेको छु। अब सहयात्री भेटिला कुनै बेला, यात्रीहरू साथीहरू धेरै छन् हैन। जहाँ गए पनि आफू राम्रो असल भयो भने जहाँ पनि साथी असल नै हुन्छ। त्यसैले यस्तो ठाउँको यात्रामा, यस्तो बाटोको यात्रामा हिँड्दैछु गाइस। हेर्नुहोस् जङ्गलको यात्रा साह्रै रमाइलो हुँदो रहेछ। शिशिर हावा हैन, चिसो मौसम छ अहिले पनि यहाँ। त देखिने भनेको कुन हिमाल अरे, खै शङ्खर के भन्छ त्यता हिमाल छ है। यो अगाडिको फुलले घामले गर्दा फेरि देखिँदैन। चारैचौका हिमाल छ, जङ्गल चाहिँ घेरेको ठाउँ हेर्नुहोस्। अनि यो के को हाइड्रो पावर भन्छ यो तल रहेछ। गाइस बनाउँदैछ सुन्दर ठाउँ, जङ्गल घेराले घेरिएको ठाउँ यस्तो छ जङ्गल। हेर्नुहोस् गाइस साह्रै सुन्दर ठाउँ लाग्यो।